किन बन्द गरेको सरकारको आलोचना भयो भनेर जनताको मुख छुने हैन सर पक्का नियमनको नाममा सोशल मिडिया ब्यान गरेर हनन भयो रे अहिले सुन्दरता भइरहेछ त सामाजिक सञ्जालमा जानुपर्छ भन्ने छ अनि हजुर त एमालेको मान्छे हो जस्तो लाग्यो यस्तो भनिहाल्नुहुन्छ हो म एमालेको प्रतिबद्ध कार्डर चाहिँ हो सामाजिक सञ्जाल नभएर के पनि हुँदैन सामाजिक सञ्जाल नभएर भिडियो हेरेको छैन अनलाइन बिजनेस गर्नेहरू लाइक कमेन्ट शेयर गर्नु होला यस्तो बाटो हो नि त बिजनेस यही बन्द हुन्छ भने मर्न नसेको खाद्यहरू मरे चाहिँ हुन्थ्यो मलाई त्यस्तो यो सबै राख्दिनु है टिकटक बन्द गरे हैन मेरो डरले टिकटक बन्द गर्ने सरकारले निर्णय गरेको छ अनि सबै सामाजिक सञ्जालहरू बन्द गरेर रेडियो सुन टिभीहरु बन्द खोज्या हो कि के हो मतलब टिभी बचाउनु पर्छ भन्ने खालको भिडियो लास्ट त लाइक लाइक कमेन्ट बक्समा कमेन्ट पनि टिभी गोले हेर्छ म्याच सिक्ने अब हुन्छ प्रोटेस्ट कसम खेल्ने हो बालुवाटार त सरकारी हो त छोड्नु त हाम्रै हो बालकोटमा जान्छन् मान्छे भोलि बिहान आगो लगाइदिउँ गएर म्याच यो गर्दै पनि पर्छनको खुमलदारमै गएर भेट्ने घर घरमा घेरेर दलक दिएपछि नि यता आउनु न के हो काका यार हजुर र सागर दाइले जे बोल्नु भएको थियो मैले बोले शेरबहादुर देवा तैले खानेवाला हेर्दै जा मेरो केटाहरुले तँलाई कस्तो हान्छ खतरा हैन हो जे भने पनि हैन सपोर्ट गर्ने तपाईको रोग काम के छ यार सपोर्ट गर्नु होला घरभित्र के गरेर बसिरा बुढाबुढी भाग्नु पर्थ्यो नि आठ त तैले गरेकै हो आठ गरेर नभाग्या हो कि यसरी र्याल चुहाएर सुत्दै हुनुहुन्थ्यो भित्र स्वागत गरौँ भनेर बाहिर ल्याएर कुटेछन् के यार उहाँहरूले चक्कु प्रहार गर्नुभयो घाँटीमा चक्कु प्रहार त्यो पनि घाँटीमा भिटेलाई चक्कु प्रहार गरेर रक्ताम्य हुनुहुन्छ भिडियो लास्टसम्म हेर्नु होला के कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट पनि गर्नु होला भर्दिनु होला पुरै हेर्न अब त्यसले चाटेन त रुपी खाइसकेको बुढाले रुपी खाइसकेको है शेरे बुढा हामी आम जनताको लागि निरङ्कुश पञ्चायत व्यवस्थाको विरोध गर्दा 9 वर्ष जेल पनि बस्नु भएको थियो त्यही लेखेको छ यहाँ करेन्ट पनि हान्देको भन्छ राजाहरूले के हो खै त्यही माथि यस्तो बुढो मान्छेलाई कुटेको देख्दा दुःख त लाग्यो तर के गर्ने त माछ सिंह तैले देश बिगारे जस मेरो बाजुलाई पिटेको देखेर मजा त आयो तर केपी ओलीलाई नपिटेको देखेर लास्टसम्म हेर्नु सँगसँगै यी दुई जना दाजुहरूलाई कमेन्ट गर्ने सब्स्क्राइब गरिदिनु होला यार पहिलो चोटि एउटा सबैले बन्द गरे यो फेसबुक बन्द गर्न पनि मैले 2081 माघ महिनाको 10 गते निवेदन दिएको थिएँ भनेपछि फेसबुक पनि तपाईले गर्दा बन्द भएको यो पागलले फेसबुक पनि बन्द गर्छ नचाहिने र भन्थ्यो ए भाइहरु थाहा पाइ होला नि युवराज सभाको पावर फेसबुक बन्द छ त्यसो नभन्नु नि भाइ कुटलान फेरि मलाई कुट्या छैन नि त मेरो केटाहरु ओपन भन्दिन्छु तेरो घरमा आउँदै छ दुखी आत्माहरु तिम्रो बाउले कमाउन नसकेको जति हेरे त्यति हेर्ने मन लाग्छ थाप्रे हो तँलाई डेट छैन हैन तेरो घरमा आएर जलाउनु मन छ मागर टुटफु नाच्ने साले खाते मुजी तिम्रो बाउ गरिब भएको फ्रस्ट्रेसन अर्काको बच्चालाई सामाजिक सञ्जालमा पब्लिकली ह्युमिलिएट गरेर फ्रस्ट्रेसन उतार्ने हो कन्ट्रोल तिमीहरुको हिम्मत भए त्यो घुसखोरी जसलाई भन्दा चाहिँ तिनीहरुको गएर घर घेर्न सक्छस् घर घेर्न सक्दैन सके त छिरेर रामदलाई हाने नआस्नु होला अहिले अहिले नआस्नु होला हैन पछि हाँस्नु होला हेरिसके पछि म पनि हाँसेको छु नि ल हैन 6 वटा हड्डी चाहिँ छरपष्ट पार्दिन्छन् 6 वटा भिडियो लास्टसम्म हेर्नु होला अनि के भन्छ यो सब्स्क्राइब गरिदिनु होला अनि भिडियो शेयर गर्नु होला फेसबुकमा हैन सबैले सपोर्ट गर्ने हो यार जोर से बोल के लोगों को स्कीमें बता दे भ्रष्ट सचिवहरूलाई पनि दनाक दिनु पर्ने थियो वाओ दामी समाचार आएको छ के दामी समाचार दाजु भन्नु त भर्खरै हिल्टन होटल जलाएका छन् यो पनि दामी समाचार हो अर्काले त्यत्रो लगानी गरेर बनाएको होटल जलाइदिने अनि के गरेर